एकचोटि विशाल अस्ति भर्खर विशाललाई मैले देवीको पार्लरबाट स्याम्पल लाँदाखेरि विशालले भनेको राजुले हिजो त यसो हेरेर म आधा आधा खाएको आलु हालेर चाहिँ तर सक्दैन एउटा चाहिँ ठाउँ के बेबीको होइन माथिपट्टि त्यही नलागेको पट्टिपट्टिको आएर हो मेरो होइन पिरोले काट्छ उता पिरो खाला चाहिँ नखाले नुन त यो खाँदा त्यसरी हुन्छ नखाने तिर्खा लाग्छ कि यो खाँदाखेरि किन होला है यो नखानु पर्ने खासमा जान्छ होला सधैँ खानु मन लाग्छ पूजा र मनी आएर एकैचोटि चाहिँ खान सक्दैन एक प्लेट मगाउने अनि आधा आधा अनि फेरि लाग्नु पनि एक प्लेट क्या नभए कोही बेला एक प्लेट मगायो अनि हाफ हाफ ठुलो